हेलो गाइज वेलकम टु माई ब्लग हेर्नु त देखा अरे ल ल बाई बाई म गएँ ल आज म चाहिँ कहाँ जाँदैछु भन्दा भन्दिनँ अहिले पछि भन्छु म त्यही हो बाई बाई हामी बाबा छोरी जाँदै हम गाइज हुन्छ यता हेर्नु न एकचोटि हाँस्नु नि त्यहाँ अब ए अब स्टोरी आउँछ Hello. मिडल पार्टिसन लग्ने है मिडल पार्टिसन लगिसक्यो भने दुईटैतिर यस्तो ज्याकपिनले च्यापिदिने अनि कटनले के गर्ने यसरी कटनमा ओइल लगाएर यसरी रुटमा यसरी ओइल लगाउने त्यसपछि यसरी पार्टिसन लगेर यहाँ पनि के गर्ने ओइल लगाउने यहाँ यसरी ओइल लगाउने पार्टिसन चाहिँ क्लिन गर्नुपर्छ यसरी ओइल लगाइदिने कति खस्छ हो यहाँबाट त्यो भनेको नि यसरी आइसक्यो यसरी ओइल लगाउने यसरी ओइल लगाउने फर्स्ट स्टेप भनेको हाम्रो के हो त यो लाइनमा लिफ्टिङ है यसरी यो लाइनमा लिफ्टिङ गर्ने प्रेस गरिदिने यो लाइनमा यसरी लिफ्टिङ प्रेस लिफ्टिङ प्रेस लिफ्टिङ प्रेस त्यसपछि राउन्डिङ गर्ने यो लाइनमै राउन्डिङ प्रेस राउन्डिङ प्रेस यरमा पनि राउन्डिङ प्रेस राउन्डिङ प्रेस त्यसपछि बटरफ्लाई मसाज गर्ने है इन आउट गर्ने क्लब है एन्टी क्लब गर्ने है अनि प्रेस गर्ने थम्बे अनि मुनितिर पनि ट्याक्क मसाज गर्दै क्लब एन्ड क्लब फेरि आएर के भन्छ प्रेस गर्ने यो स्टेप अलिकति बेसी गर्नुपर्छ है लेकिन यसको मेन भनेको यो हुन्छ प्रेस गर्ने त्यसपछि क्रस नट गर्ने सरी प्रेस गर्ने प्रेस यो साइडबाट पनि प्रेस त्यसपछि जिगज्याग गर्ने है थम्बे जिगज्याग गर्दै जाने प्रेस गर्ने जिगज्याग गर्दै प्रेस जिगज्याग गर्दै प्रेस यो साइडबाट पनि जिगज्याग गर्दै प्रेस जिगज्याग गर्दै प्रेस यो साइडबाट पनि जिगज्याग गर्दै प्रेस जिगज्याग गर्दै प्रेस त्यसपछि फेरि के गर्ने डिफर्मले कलर अझै हुन्छ त्यसलाई यसरी कम गरिदिने फेरि पार्टिसन लाग्ने है मिडल पार्टिसन पार्टिसन लाग्ने यसरी अब मसाज अन द प्रेस गर्ने मसाज अन द प्रेस हुन्छ मसाज अन द प्रेस हुन्छ यसरी मसाज गर्ने प्रेस 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 अब म यहाँ डेमो देखाउनलाई तपाईँलाई धेरै कुरा गरेर होइन ग्याप गरेर रियल गर्दा मसिन गर्नुपर्छ है सबैतिर गर्नु पऱ्यो नि त डेमोमा त अब ग्याप गर्दा नि प्रेस गर्ने यो साइड पनि पिन्चिङ गर्ने है यसरी पिन्चिङ गर्ने ट्यारिङ गर्ने ट्यापै ट्यारिङ गर्ने त्यसपछि ट्विस्ट गर्ने सबैको यो लगाएर है यसरी ट्विस्ट गर्ने 1 2 3 4 5 कलङ्कीबाट हिजो आउने भन्नुभएको थियो भने हो टाइमिङ फिक्स छैन अरे हो टाइमिङ फिक्स अनि पछाडि पनि ट्याक्कै गर्ने यहाँलाई ट्विस्ट गरेर ट्याक्कै 1 2 3 4 5 अनि नेकमा जिगज्याग गर्ने प्रेस गर्ने सोल्डरमा पनि प्रेस गरिदिने अनि ब्याक साइडमा ड्याबिङ गरेर यहाँ पनि के गर्ने यसरी थम्बले प्रेस गर्ने है कलमले सबै गरिदिने अनि त्यसपछि कोम गरेर ट्याक्कै बाँधिदिने काँटाले बाँधिदिने रबरले बाँधियो अनि मान्छेले 1 2 घण्टापछि ट्याक्कै वास गरिदिने ड्राईले सुकाइदिने अनि सक्यो के भन्छ उमा औँठी सौँठी लगाएको छ भने निकालिदिने सुरुमा के भने यो पोलिस रिपोर्ट गर्ने है हामी चाहिँ मेनिक्योर गर्दैछौँ गाइस त्यही हो यस्तो
सानो सानो हामी चाहिँ ट्रेनरसँग सेक गर्दैछौँ अरू चाहिँ गर्नु दिनु मेडिकल चाहिँ किन हो भनेर केराटिन टिप्नु गर्ने बेला आगो बोलाउने अनि पछि कपालभरि डडालिदिन्छु अनि बल्ल ठिक्क हुन्छ मेरो मम्मीले पठाइदिनु विचार गरेको ल त अब यहाँ सब सामानहरू रेडी भइसक्यो म देखाउँछु ल यो चाहिँ हाम्रो पानी आज हाम्रो यस्तो सामान छ यसरी यो यस्तो घुमाएर यसरी लिन मिल्छ नि त त्यही भएर यसमा राख्नुपर्छ कि ओभर एक्टिङ की दुकान यहाँ राख ल ल अनि नेल पोलिस लगाएको छ भने रिमुभ गर्ने है उहाँको नेल छ भने के गर्ने अब कसैले त नेल काट्दैन नि नकाट्ने भनेको चाहिँ यो फाइलर छ नि तपाईँको यस्तो नि ऊ गर्न मिल्छ नि के गर्नु मिल्छ त्यही ऊ खै अब फाइलर छैन के भन्छ यो नेल छैन नत्र कसैले नेल काट्ने भनेपछि नेल कटरले काटिदिने नत्र भने हल्का मिलाइदिने मात्रै अब उहाँको त्यसमा छैन। मिलाउन नि मिल्दैन अब त्यसपछि हामीले क्युटिकल कट गर्नुपर्छ यसरी नभए छैन सफा रहेछ है। गर्नै नपर्ने यसरी पुस गर्ने अनि यो क्युटिकल क्रिम लगाइदिने है यसरी क्युटिकल क्रिम लगाउने पुस गर्ने उहाँको छैन अनि यो क्युटिकल कटर हो है यो क्युटिकल कटरले यसरी काट्नुपर्छ यसरी काट्ने है छ भने काटिदिने अब छैन भने छैन भने छोडिदिने के मिक्स गर्नु भनेको डेटोल है अनि पछि साल्ट अनि पछि के थियो एकचोटि यसमा हात डिप गर्ने है अब तपाईँको यहाँ अहिले सिधाखेरि चाहिँ परेन होइन तर मोटरमा गरिदिँदाखेरि कति मिनट गरिन्छ 15 देखि 20 मिनट डिप गर्ने डिप गर्ने हात साथ सबै छ न ल अब निकालिदिनु ब्रस हुन्छ है के हुन्छ यो ब्रस ए यो ब्रसले अनि हाल्नु त्यसरी सबैतिर यसरी नेलतिर यसरी सबैतिर हाल्नु बिस्तारै है यसरी घोटिन्छ कपडामा साबुन हो लुगा धुन्छ डेटोल हालेको नि त यहाँ S2 पनि हालेको छ भन्नु हजुर यस टु टुले हाल्दा सबै कुरा हुन्छ नि है घरमा घरैमा जाँदैन मन निस्क्यो छ्या हेर्नुहोस् गाइज कति सफा कि चिल्ला यस्तो मेडिकेट पेडिकेट त हामी आएर गर्ने गरिन्छ त्यो निकाल्नु कोलगेटले कोलगेटले थाहा भयो नि छैन अन्त यस्तो मैले मेरो नि घर मौका अहिले डिप गर्नुमा गरिदिनुहुन्छ अनि पानी पकाएर हात हाले जस्तै यस्तो गर्ने टिम गरिदिउँ त्यस्तै गर्नु दिदी पनि गरिदिन्छु एकैचोटि यो
बल्ल तल्ल मेनिक्योर गरेर सकियो यहाँ चाहिँ अझै धुन बाँकी छ ए बल्ल उठेँ मलाई आराम मिल्यो कस्तो फिल भयो त नि फ्यान्टास्टिक कस्तो 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 लाग्यो मैले गर्दा तपाईँले गर्दा पहिला खै अहिले धोएपछि थाहा हुन्छ कस्तो लाग्यो ल त नि त्यही हो धेरै राम्रो गर्नुभयो धेरै राम्रो गर्नुभयो अरे गर्नुभयो भने चाहिँ खासै राम्रो भएन हो अब त अलि अब त भयो होला अनि त्यही हो अनि पहिला चाहिँ के गऱ्यौँ पहिला हामीले यहाँ के गऱ्यौँ गरेपछि चाहिँ स्क्रबर लगाएँ स्क्रबरले मसाज स्क्रबर त्यही लगाएँ अनि मसाज गरेँ अनि पछि फेरि के भन्नै आएन मलाई मसाज गर्ने क्रिम लगाएर मसाज गर्दै प्रोसेस त बताउनु पर्यो अनि पछि अहिले प्याक लगाइदिएँ प्याक लगाएर टल्काउनु प्यारको साथ जस्तै यत्तिकै गरौँ भने त ठिकै थियो तर त्यही हो अहिलेसम्म जिन्दगीखेरि लगाउनु परेन कि यस्तो चिज त कहाँ हो र यी कर्ममा हुनुपर्छ कि यो पनि गर्न लाग्छ यत्तिकै हुन्छ त नि अचम्म है